सबै सामानहरूलाई माथिको सामान कक्षमा अथवा आफ्नो अगाडिको सिटको मुनि राखिदिनुहोला। उडानको शरीर अवतरणको समयमा सिटको पेटी बाँधी 2 लाइनको मात्र छ प्लेन उतायार जात्रामा छ व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौँ। नानो प्लेन मोबाइल फोनलाई साइड सेट मोडमा राखिदिनुहोला। साथै यो उडान धूम्रपान निषेधित भएको जानकारी गराउँदछौँ। कुनै पनि सेवा सूचना आवश्यक भएमा उडान कर्मचारीसँग सम्पर्क राख्न हुन अनुरोध गर्दछौँ। आशा छ हाम्रो यहाँ त यहाँ माथि तल हजुर कार्ड हुन्छ एक्जिट नगरीसम्म तपाईँको पैसा काट्दैन के त त हो हेर्नु न रङ लोकेसन भयो भने नि बाहिर ननिस्किने भित्रैबाट के हामी त रेललाई पनि उछिन्यौँ त रेल त पताडिनु पर्यो रोक्दैछ होला त्यही भएर होला एउटा यत्रो खर्च गरेर एउटा पुल हाल्ने नेपालमा वाक्कै भएपछि के भन्नु अब अगाको मान्छेले डाँडाबारी गाउँ भन्छ होइन यो माथिबाट झन् एउटा भ्यू बनाउनु न क्यामेरा सिटीलाई चाहिँ बनाइहाल्नु चाहिन्छ क्यामेरा बनाउनु अहिले हामी यहाँ ब्याङ्कक के अरे थाइल्यान्डको पटाया हामी सिपको माथि टपमा छ हान्नु हान्नु त अर्को छ अलिकति पारे अघि नै वान साइडमा थियो नि त होइन अर्को साइड हेर्नु सर के गर्छु भने हाल्नु न हानिहाल्नु गोल्ला लाजिम हान्नु न हान्नु अल्छी मानिरहेको थियो कि अल्छी मानेर किनभने काम सजिलो हुन्छ बुढीले त अब सुन्नु भने त बुढा मान्छे हो त यार ल हामी पानी जहाँ चढ्यौँ होइन यो सुन्नु न हामी पानी जहाँ चढ्यौँ होइन पानी जहाँ चढ्यौँ होइन हामी अब कहाँसम्म घुमिदिरह्यो हामी पहिला यो आगो जाँदा पनि खिच्नु तपाईँ हामी सबै कोण भिडियो भइसक्यो दाइ ल केही भन्नु गयो भन्नु के भन्नु अब हामी थाइल्यान्डमा आयौँ थाइल्यान्डबाट आएर बेङ्गलोरबाट पतैया भन्ने ठाउँबाट पतैयाबाट हामी यहाँ पानी जहाजमा कोरोना के यसैमा हो हामी आएको कोरोना हाइल्यान्डमा आएको छ आएको जहाज हो पानी जहाज भयो अब न्युज भिडियो बनाउनु भयो हामी आएको न्युजबाट सम्झनाको लागि दाइ कस्तो फिल भइरहेछ त मलाई एकदम रमाइलो आनन्दको फिल भइरहेछ आयरल्यान्ड भन्ने अब एकदम यो चाहिँ पपुलर हो यो ब्याङ्कक के अरे थाइल्यान्डको पपुलर यो आयरल्यान्ड पुरै यो घुम्नको लागि र रमाइलो गर्नको लागि कोरोना आयरल्यान्ड हजुर यो चाहिँ हाम्रो नयाँ एक्सपिरियन्स हो
हामी चाहिँ भर्खर यो ढुङ्गामा आएको नेपाली ढुङ्गा हो यो नेपाली ढुङ्गा पो हो घन्टाघरबाट आएको यो रानी पोखरी खुलेर छ यो ए घन्टाघरबाट चाहिँ कोलरा आइल्यान्डमा सम्म आएको रानी पोखरी तरेर यहाँसम्म आउनेमा चाहिँ ठुलो योगदान चाहिँ दाइको छ तर एकदम राम्रो ठाउँ रहेछ यतापट्टि आउनु त एकखालि कोलरा आइल्यान्ड है कोलरा आइल्यान्ड एकदम राम्रो रहेछ यतापट्टि नि यो चाहिँ बिच साइड रहेछ यहाँ हामीलाई लिन आउँछ अब गाडी लिन आउँछ दाइलाई गाडी लिन आउनुहुन्छ आज अनि यहाँबाट हामी सर बिचमा कतापट्टि पख्यो सर लिएर जानु रमेश भाइ हजुर खोइ हामी आएको ठाउँ चाहिँ देख्यौँ हामी त यताबाट आएको हामी यता यो पटाया भनेको चाहिँ यतापट्टि हो यो अलिअलि देख्छ कि अलिअलि देखेँ है हो ल ल अब हामी गाडीमा जाउँ ल एक राउन्ड लगाउनु न यता यो डाँडा काँडा नि आउने गरी खिच्नु न है हिँडेको यसो वरिपरि पुगेको है फेरि हामी अब आइल्यान्डको पटाया आयौँ अनि समुद्रमा घुम्दैछौँ युट्युब च्यानलमा है है अहिले पटाया कोरल आयरल्यान्डको हामी यो बिचमा स्यान्डी बिच कोरल आयरल्यान्डको स्यान्डी बिचमा एकदम इन्जोय गरिरहेछौँ हामी भर्खरै हामी चाहिँ अब खास त हाम्रो टुर भनेको 7 दिनको लागि ब्याङ्ककमा हाम्रो हुन लागेको ओल्ड टुर ट्राभलको कार्यक्रमको लागि एम्बेसीमा हुन गएको कार्यक्रमको लागि आएको र त्यही सिलसिलामा हामी घुमफिर गर्नलाई पटाया र पटायामा पनि एकदम पपुलर ठाउँ यो चाहिँ समुद्री सतहको बिचमा हामी छौँ यो थाइल्यान्डकै पपुलर समुद्र एरिया हो यो कोरला आयरल्यान्ड जहाँ चारैतिर पहाडले घेरिएको छ र एउटा पूर्वतिर मात्रै पहाड छैन क्षितिज देखिन्छ हेर्नु परसम्म र यहाँ यो पर्यटकीय क्षेत्रमा पटाया लगभग वर्षेनी 20 लाख विश्वभरि पर्यटकहरू आउने ठाउँमा हामी छौँ र एकचोटि सर घुममा हामी क्यामेराले सर देखाइदिनुहुन्छ र म यसो हिँड्छु है विभिन्न देशका नागरिकहरू हुनुहुन्थ्यो तपाईँ त्यहाँ पानीमा जाने होइन हजुर म एकछिन पानीसम्मै पुग्न चाहन्छु होला है दाइ तपाईँ पनि साथमा गइदिनु त्यहाँ अलिकति गाडिन्छ क्या म लाउँछु
पन्जीको लागि गएँ है दाइ सबै भिज्यो यार यहाँनिर हेर्नु म देखाएको कि छैन भनेर अब यहाँबाट यसरी बढाउने होइन यसरी घटाउने है भइरहेको छ अहिले कस्तो लागिरहेछ दाइ एकदम दामी जाऊ है कस्तो लागिरहेछ त मैले भिडियो गरिरहेको छु ल हजुर पौडी खेल्दा मजा आइरहेछ ल दाइ ल कता कता घुमाए मलाई परिन दाइ कस्तो लागिरहेछ त अब भर्खर आएर बाहिर निक्लेको अब नुन जाने हो एकदम रमाइलो भइरहेछ आनन्द भइरहेछ अनि फाइनलको 7 घन्टामा चाहिँ फर्काइरहेछ अन्त पछाडि घन्टा अनि धेरै रमाइलो छ एक्लै गइरहेको एकदम एन्जोय छ अब कता लाने